T20 वर्ल्ड कप 2025 क्वालिफायर ग्रुप स्टेज चरणमा नेपालले पहिलो खेलमा कुवेतलाई 58 रनले जितेको छ। यो जितमा कुशल बुर्तेलले सर्वाधिक 66 रन बनाए भने दिपेन्द्र सिंह ऐरी र गुलशन झाले 22 रन बनाएका थिए। बलिङतर्फ नेपालका लागि ललित राजवंशी, सञ्जीव लामछानेले 4 ओभर खेल्दा 2 विकेट लिए भने 2 ओभरमा रोहित पौडेलले 2 विकेट लिए। पहिला कुवेतले टस जितेर बलिङ र फिल्डिङ रोजेको थियो। 20 ओभरको खेलमा नेपालले 20 ओभर खेलेर 7 विकेट गुमाउँदै 141 रन बनायो भने कुवेतले 20 ओभर खेलमा 18.1 ओभर खेल्दै सबै विकेट गुमाउँदै 83 रनमा सीमित भयो। कुवेतको लागि क्लान्टो एन्टोले 26 रन बनाए भने अरू कुनै ब्याट्सम्यान चम्किन सकेनन्। बलिङतर्फ नवीन राज र अनुदीपले 2 विकेट लिएका थिए। नेपालले अर्को खेल जापानसँग अक्टोबर 10 मा खेल्दैछ। बधाई छ नेपाली टिमलाई।